बसेर अगाडि बढ्ने क्रममा आइपुगेका छौँ। बलौटे भन्ज्याङ टेक्दै ल्याउनुहुन्छ र त्यो लौरोलाई चाहिँ यहाँ ल्याएर यसरी चढाइँदो रहेछ र म पनि सोही क्रममा म लौरोलाई यसरी यहाँ चढाउँदैछु। अब हाम्रो यो पदयात्रा भाइकाजी सर कित्लीमा भात पाक्दैछ। यता तलतिरपट्टि हाम्रो भाइहरू हाम्रो यहाँ के पाक्छ भाइ हो सिकुडी राँगाको सिकुडी याद छ। अब हाम्रो यता फेरि अर्को टोली रेडी भएको छ। भोक लागेको छ ओके ल ल फ्यान्टास्टिक छ हाम्रो एकदम रमाइलो बनभोज स्टाइलले बनभोज सहित छ होइन सिकुडी सहित छ। ओके यो चाहिँ राँगाको अर्ग्यानिक सिकुडी है भुसुरोबाट भएको छ। कुलु पङ्खा गएर बस्ने अब हो आज कुलु पङ्खाउँदै पवित्र दिन हो हस् यहाँ सबै हार्दिक नमस्कार सेवाहरू जुजुलुपा। म आज चाहिँ हजुरहरूलाई नेपाल सरकारले 100 गन्तव्य सूचीभित्रको उत्कृष्ट एउटा पदमार्ग मुन्दुम पदमार्गको फेरि हामी अर्को भाग लिएर आउँदैछौँ। म हजुरसँग जोडिएको छु र आज चाहिँ हामी मुन्दुम पदमार्ग अन्तर्गतको मयुङ हाँसपोखरीबाट पदयात्रा सुरु गरेर आज हामी दिनभरि हजुरहरूसँग हाम्रा विभिन्न चाहिँ भएका हाम्रा अनुभवहरू हाम्रा ती पक्षहरू र ती प्राकृतिक अनुभवको छाटाहरूलाई हजुरसँग प्रस्तुत गर्ने र बेलुका हामी कुलुपङ्खासम्म पुग्नेको यात्रामा निस्किँदैछौँ। त्यस भएको हिसाबले गर्दा आजका दिनभरि भएका विभिन्न पक्षहरूलाई तपाईँहरूसँग उजागर गर्नेछौँ र जसले चाहिँ हामी तपाईँहरू जो फेरि यो पदमार्ग घुम्न आउँदै हुनुहुन्छ भने यो पदमार्ग अन्तर्गतका विभिन्न अहिलेको बाटोको अवस्था यसभित्रमा हामी खाना कसरी खान्छौँ पानी कहाँ पाउनेदेखि लिएर चाहिँ विभिन्न अब त्यहाँको चर्चित एउटा लौरी चाहिँ भिर अथवा हामी लाउरे भिर पनि भन्दछौँ उक्त भिरको अहिलेको अथवा अवस्थादेखि लिएर त्यो भित्रका हाम्रा टोलीले अनुभव गरेका विभिन्न चाहिँ रमाइलाहरू हजुरसँग प्रस्तुत गर्ने छौँ र यो हेरिसके पछाडि आफ्ना साथीभाइहरूसँग यसको सेयर गरेर अथवा मुन्दुम पदमार्गको बारेमा सेयर गरेर तपाईँ हामी चाहिँ अरूलाई जानकारी गराउने र यसको प्रचार प्रसार गर्न पनि यहाँहरूले चाहिँ एक सेयर गर्नुहुनेछ र मलाई हाम्रो मेरो युट्युब च्यानललाई यहाँले सहयोग गर्नुहुनेछ भन्ने विश्वासका साथ आज सुरु गर्छौँ हाम्रो पदमार्गको पदयात्रा चाहिँ मयुङ हाँसपोखरी हुँदै चाहिँ जान्छौँ आज कुलुपङ्खा मबु बेस क्याम्पसम्म। हामी चाहिँ अहिले ठ्याक्कै हजुरहरूलाई यो पदमार्ग अन्तर्गतको आज हामी हाँसपोखरीबाट चाहिँ बिहानै करिब 5 बजेको फेरि निस्केर यात्रा सुरु गरेका थियौँ। हाम्रो टोली चाहिँ अहिले बिहानको करिब 6:35-40 फेरि भएको छ। अहिले चाहिँ हामी यो अलिक पर भनेको सातो बाटो नजिकै पुगिसकेका छौँ र मैले यहाँबाट हजुरहरूसँग बिहानको दृश्य भएको हिसाबले गर्दाखेरि हिमालहरू त प्रष्ट उता खुलेको छ तर यतापट्टिको भाग यो अहिले हामीले देखिरहेको चाहिँ मयुङकै भाग हो। मयुङ डाँडा देखिँदैछ मयुङ र पछाडिको भागहरू र यो तलको भागहरू देखिँदै सक्नुहुन्छ। यो पर कञ्चनजङ्घा हिमाल अब त्यसो भनेपछि यहाँ ताप्लेजुङ तेह्रथुम सङ्घसभाका थुप्रो भागहरू देखिन्छ र यो तल बसेको अरुण उपत्यका सहितको ठुलो भाग छ भने यतापट्टिको भागमा अब मकालु हिमालदेखि लिएर यसको श्रृङ्खला सुरु हुँदै गएको छ र आज हामी पुग्नै पर्ने परको बाटो सातो बाटो हुँदै हामी अगाडि बढ्ने बाटो पनि हामी देख्न सक्छौँ। हाम्रो टोली अगाडि ओके हामी फाइनल्ली चाहिँ आज दोस्रो दिनको यात्रा अहिले 7:12-13 गएछ। आज हामी हाँसपोखरी बसेर अगाडि बढ्ने क्रममा आइपुगेका छौँ। बलौटे भन्ज्याङ हुन्छ टाङ जिल्ला बिक्तेल बजार सम्झनामा आउँछौ हजार स्याल नै हो भन
भन खोटाङ जिल्ला दिक्तेल बजार नचोड भाइरे नचोड भाइरे नचोड ठ्याक्कै बलौटे भन्ने गाई पुगेका छौँ। अब यो हाम्रो टोली यति रमाइलो टोली। के छ हाम्रो खबर? ठिक छ खोइ हाई। ओके ल धेरै रमाइलो छ है। अब टिमहरू गल्दैन, पञ्चकन्या मारियो के गल्नेवालै छैन। अरू भए पनि छ। प्रेमिसा के छ? सन्चो छैन। ल ओके यता हाम्रो राजु लामाको गीत आइरहेछ। यताबाट अब घामले हामीलाई स्वागत गरेर टिलीले हामीलाई तातोपना दिँदैछ। तलको भागहरू हामी देख्न सक्छौँ। यो अरुण उपत्यकाको भागहरू लगायत देखिन सकिन्छ र हिमालहरू मजाले खुलेको देख्न सकिन्छ। हामीलाई प्रकृतिले साह्रै स्वागत गरिरहेको छ। र भरे अहिले हामी जाने बाटो चाहिँ यो ठाडो बाटो यो देख्न सक्नुहुन्छ। यसलाई जानेछौँ, यो बाटो जानेछौँ। र अहिले चाहिँ हामी ठ्याक्कैसँगले हाम्रो टिम यो खाजा व्यवस्थापनतिर लागेको छ। यतापट्टि खोटाङका भागहरू हामी देख्न सक्छौँ। यो एउटा ऐतिहासिक स्थल मुन्दुम पदमार्ग। यतापट्टि सहरहरू चाहिँ हामी फेरि तातो के खाजा पानीको लागि भाइगाई सर यहाँ चाहिँ भाइगाई सर हामी के अब चाउँछौँ। ओके नाइस सर यता तयारी गर्दै हुनुहुन्छ। यता प्रहलाद सर हामी अहिले भनेपछि खाजाको लागि तयार छौँ होइन सर? एकदमै हाम्रो यो अर्ग्यानिक यसरी चाहिँ भित्तामा अब हाम्रो गरेर सरले यहाँ यसलाई व्यवस्थापन गर्दै हुनुहुन्छ। यता हाम्रो प्रमोद। ओके प्रमोद ल प्रमोद चाहिँ अब हामीलाई सहयोगको लागि गाइडको रूपमा पनि सहयोग गरिरहेका छन्। यता मिस के ओके ठिक छ मिस। जाडोलाई अब चाहिँ होइन अब यो कटाउने लेक भगाउने भेरी गुड एकदमै। र यहाँ पानीको पनि एकदम राम्रो व्यवस्थापन रहेछ यहाँनिर। यो चाहिँ अब यो अब मुन्दुमी कल्चर अनुसार यो एउटा चाहिँ चिन्डो आकारमा यसलाई ठक्कर चाहिँ धारो राखेर गरेको रहेछ। यो पानीको स्रोत त्यो बिचमा देखिरहेको थिएनौँ हामीले। यहाँ त्यो देख्न सकिन्छ। यतापट्टि अब खोटाङको भागहरू पनि खुलेर एकदम चाहिँ बिहानी पख खुलिरहेको छ। ल ओके तपाईँहरू हामीसँग जोडिरहनु हुनेछ। हामी तपाईँहरूसँग चाहिँ आइरहनेछौँ है। हामी सकेसम्म हामी यो मुन्दुम पदमार्ग जो अहिले चाहिँ विश्वकै ठुलो एउटा पदमार्ग। यता ठ्याक्कै अध्यक्षजी बुझाइदिनु भएको छ। ल ओके लु हाम्रो हो अध्यक्षज्यूको वास्तवमा त्यो छ। यो पदमार्गमा हिँड्ने पदयात्री एकदमै पछाडि भाउजू हुनुहुन्छ हाम्रो प्रत्यक्ष भाउजू आराम हुनुहुन्छ। अहिलेसम्म त लेक चिसोले के हामीलाई छोएको छैन। हस् धेरै धेरै धन्यवाद छ। हामी हजुर होइन हामी पनि आभारी छौँ। तपाईँ हामीसँग महिला बच्चाहरूसँग चाहिँ यसरी सहजीकरण अथवा नानीहरूसँग आइदिनु भयो। त्यो पनि हाम्रो लागि पनि सहयोग ठुलो गर्नुभएको छ। धेरै धेरै धन्यवाद छ भाउजू। हामी माथि पुगेरै छाड्छौँ। हामी सालमा पोखरी पुगेर आशीर्वाद लिएर आउनेछौँ। हस् अध्यक्षज्यू हस् सबैलाई हेरिदिनु भएकोमा धन्यवाद। अनि मुन्दुम पदमार्गलाई अझै तपाईँहरू पनि आएर प्रोत्साहन गर्नु होला। विशेष अलौकिक र यो एकदमै ऐतिहासिक ठाउँ छ। अब विश्वले पनि हाम्रो विशेष त किराँतीहरूको उद्गम स्थल भन्छ सिलेजुङ डाँडा होइन। सुम्निमा पारुहाङ भनेको चाहिँ हाम्रो किराँती संस्कारको एउटा मुन्दुम भन्ने त्यो ग्रन्थ हो। अब त्यो मुन्दुम ग्रन्थसँगै जोडिएको यो मुन्दुम पदमार्ग आफैमा अलौकिक छ। तपाईँ घुम्दाखेरि पनि बेग्लै ऊर्जा भएको अनुभूति हुन्छ होइन। तपाईँलाई त्यत्रो धेरै थकानको महसुस हुँदैन। त्यो तपाईँको विश्वास पनि हो होइन। अर्को कुरा चाहिँ यहाँ अब प्राकृतिक रमणीयताले एकदमै त्यो थकानको महसुस चाहिँ एकदमै गर्न पाएको छैनौँ। यहाँहरूलाई भ्रमणको लागि लु मेरो ठुलो निम्तो। हस् एकदमै ल ओके। हामी सबै सन्चै छौँ होइन त? सबै हात उठाइदियो एकताली। ओके नाइस ल हस् थ्याङ्क यू। अहिले चाहिँ ठ्याक्कै बिहानको 11 बजेर 9 मिनट गएको अवस्था छ।
हामी चाहिँ आज दोस्रो दिनको यात्रामा अहिले यो ठ्याक्कै माथि यो लौरे भिरको फेदमा छौँ। अब लौरे भिरलाई हामी जित्ने तयारीमा छौँ। हामी जित्छौँ होइन नानी हो? जित्छौँ? ओके नाइस। हाम्रो एउटा टुक्रो धेरै माथि पुगिसकेको छ। यहाँबाट जुमबाट देख्न सक्दैन होला हजुरहरूले, माथि हुनुहुन्छ। र अब हामी चाहिँ यो भिरलाई कटेर हामी रावाधापमा पुग्ने योजना सहित छौँ। र हामी केही यहाँ अब पानीहरू यसो हामीलाई पदयात्रीलाई चाहिने सामग्रीहरू चाहिँ यहाँ नानीहरू पानीहरू कलेक्सन गर्दैछौँ। ल ओके, ल सबैजना हामी तयार छौँ, जित्दैछौँ। ओके गाइज अहिले कति बजी? 11 बजेर 41 मिनट गएछ। हामी घोप्टे तलबाट है हुँदै अब यो लाउरे भिर, लाउरे पनि भन्दो रहेछ, लौरे भिर। हामी लौरो चढाउनको लागि एकदम तम तयार छौँ। अहिले लौरो चढाएको पनि हामी तपाईँहरूलाई हाल्ने नै छौँ। के छ पञ्चकन्या मावि? ओ लेख्दाले आइक सबैले? ओके, हामी अलिकति खाजामा अहिले ड्राई फुड अथवा यो खाजाको रूपमा चाहिँ अब खाजा पानी खाँदैछौँ। हुन त बिहान पनि खाएको, तर अलिकति क्यालोरी अलिक बढी नै चाहिने भयो हामीलाई। त्यस कारणले गर्दा क्यालोरी हामी थप्दैछौँ। ओके, अब तपाईँहरूसँग हामी हाम्रा किस्साहरू, हाम्रा रमाइलाहरू जोड्ने नै छौँ। आज हामी दोस्रो दिनको अहिले कति बज्यो? 11 बजेर लगभग 40-41-42 मिनटको फेरिमा हामी छौँ। हस् ल, धन्यवाद। फाइनली हामी चाहिँ यो लौरे भिर अथवा लाउरे भिर पनि भनिँदो रहेछ। यहाँनिरको एउटा आस्था चाहिँ यहाँनिर यात्रुहरू जो पदयात्रीहरू हुनुहुन्छ उहाँहरूले आफूसँग ल्याएको यसरी लौरो टेक्दै ल्याउनुहुन्छ र त्यो लौरोलाई चाहिँ यहाँ ल्याएर यसरी चढाइँदो रहेछ। र म पनि सोही क्रममा म लौरोलाई यसरी यहाँ चढाउँदैछु। अब हाम्रो यो पदयात्रा सफल रहोस्। हाम्रो विद्यार्थी, हाम्रो विद्यालय, सपरिया सबैमा हामी सबै भ्रमण पदयात्री टोलीहरूको सबैको राम्रो रहोस्, मैले यो कामना पनि गरेँ। यसरी यहाँ चढाइँदो रहेछ र यहाँ मासेर हामी थान होकेर माथि देख्न सक्दैछौँ। यसरी गरेछ। हिरा के छ? ठिक छ, ल ओके। अब पीडाभित्रको यो खुसी छ है। ल ओके हजुर, लाइटर होला यहाँ हेरौँला। ओके ल, लाइटर हामी यहाँ नानीहरू पूजा गर्ने भनेर पनि तयारी गर्दैछन्। माथि चाहिँ यहाँ चाहिँ थान पनि देखिन सकिन्छ। हामी पूजा विधिपूर्वक नानीहरूले पूजा पनि गर्न खोजिरहेका छन्। यो चाहिँ यति धेरै पदयात्रीहरूले यो लौरे भिर अथवा उकालोमा लौरे भिरमा आएर चढाएको लौरोहरू यहाँनिर देख्न सक्नुहुन्छ। यसरी सबै लौरोहरू हो है, यो सबै लौरोहरू हो। र वास्तवमा तपाईँहरूलाई मैले मेरो अनुभव अलिकति सेयर गर्न मन पनि लाग्यो। वास्तवमा यो अनुपम छटाले भरिएको अथवा यो एउटा पदमार्गको अनुभूत हामीले पहिले सुनिएकै थियौँ। अहिले यसलाई मैले साक्षात् हामीले यसलाई महसुस गरिरहेको छ। हाम्रो टिम यो 28 जनाको टिम छौँ हामीले। र मैले हजुरलाई यहाँ सम्झिन र भन्न मन लागेको विषय चाहिँ यो पदमार्गमा आउँदै गर्दाखेरि केही विषयवस्तुहरू केही कुराहरूमा ख्याल गरेर आउनुपर्ने रहेछ। जस्तो हामी अहिले यो लौरे भिर चढेको छौँ। यो भिर यो तलबाट आएको बाटो हाम्रो, यो केही तल यहाँबाट तपाईँहरूलाई देखाउँदाखेरि यो अहिले सबै त देखिएको छैन, तर यो भिर तल यो घोप्टे भन्दो रहेछ। तलको यो तल देखिरहेको हो यो। र हामीले चाहिँ यो घोप्टेदेखि माथिसम्मको भागमा पानी नपाउने भएको हिसाबले गर्दाखेरि हामीले पानी चाहिँ अनिवार्य रूपमा तपाईँले तातो अथवा भएन भने चिसो पानी भए पनि थोरै चाहिँ हामीले बोकेर आउनै पर्दो रहेछ। मैले यो कुरालाई अनुभव गरेको छु। यो हजुरहरूले तपाईँहरू आउँदै गर्दाखेरि यो कुरा याद गर्नुहुनेछ। मैले यो हजुरहरूलाई भने र यो संस्कार अनुसारको एउटा साइकल लौरो पनि तपाईँहरू यो बाटोको सहारा पनि यो लौरो टेक्दै लिएर चढाउनेछ। र अलिक पर यहाँ कता एउटा लौरो फेरि हामी झिक्न तर फेरि हामी प्रयोग गरेर अर्को लान मिल्छ अरे भन्ने पनि यहाँ बुझ्दैछु। हजुरलाई म त्यो रहेछ भने त्यो पनि भिडियोमा सेयर गर्नेछु। हस्, धन्यवाद। हाम्रो प्रकृतिमा गलैँचा यो बिछ्याएर राखे जस्तो यो यस्तो मजाले घाँस चाहिँ अहिले सुकेर हुन्छ यस्तो बात देखिन्छ। तर यति राम्रो बाक्लो घाँस चाहिँ यति नरम मुलायम र माथिसम्म यो यसको रेन्ज चाहिँ पहाडको रेन्ज हामी देख्न सक्छौँ। र अब हामी करिब हाम्रो टोली अगाडि गइसकेका छ, केही टोली पछाडि छौँ र हामी अहिले बिचमा आइपुगेका छौँ। ओके, हामी
निकै माथि आइसकेका छौँ। हाम्रो टिम एउटा टिम यहाँ पुगिसकेको छ र अर्को टिम यो चाहिँ माथिबाट यो चढ्दै चढ्दै माथिको रेन्जमा यहाँ माथि पुगिसकेको छ हाम्रो टोली। र यो हामी लौरेभिरको टपमा आइसकेका छौँ। यस्तो मजा छ, यस्तो आनन्द आएको छ वास्तवमा। हाम्रो बच्चाहरू हाम्रो 28 जनाको टिम साह्रै आनन्दले एउटा चाहिँ यात्रा गरिरहेका छौँ र अहिलेसम्म सबै भाइ साथीहरू सबै भाइ बहिनीहरू चाहिँ एकदम आरामले आनन्दले हिँडिरहनु भएको छ। दुःखभित्रको मजा है हामी मुन्दुम पदमार्गबाट लिइरहेका छौँ। ओके फाइनली हामी 12:55 भएछ। हामी लौरेभिरलाई क्रस गऱ्यौँ। अब चाहिँ हाम्रो टोलीले सफलतापूर्वक हाम्रो नानीहरू यहाँ हामीले जित्यौँ। नानी हो ओके नाइस जित्यौँ। र मैले हजुरहरूले देखाउन खोजेको चाहिँ यो लौरेभिरमा अघि मैले तल लौरो चढाउनु पर्छ, यहाँ एउटा चलन प्रथा रहेछ भनेर भन्यो। र यहाँ चढाएपछि यो माथिल्लो भागमा यहाँ चाहिँ अब फेरि हामीले लौरो यसरी एउटा झिक्न पनि मिल्छ अरे। त्यस कारणले गर्दा हाम्रो यो गन्तव्यलाई अघि हामीले कामना गरेका थियौँ तल देवीसँग। त्यस कारणले अब हामी लौरो एउटा झिकेर हामी अगाडि बढ्दैछौँ। र अब हामी चाहिँ ठ्याक्कै हाम्रो एउटा टिम प्रहलाद सर राजेन्द्र सर सहितको टिम अगाडि चाहिँ रावाधापमा गएर खाना बनाउँदै हुनुहुन्छ। हामीसँग खानाको लागि अब हामी त्यसको प्रतीक्षा त्यसको चाहिँ त्यसलाई चाहिँ सम्झिँदै अगाडि बढिरहेका छौँ। र अब करिब हामीले चाहिँ अब यो उकालो कडेपछि उतापट्टिको हामीलाई पाएसम्मको सूचना अनुसार चाहिँ 1300 र ओह्रालो छ भन्ने छ। र तपाईँहरूलाई हामीले चाहिँ स्पेसल्ली मैले यो डाँडामा आइसकेपछि फेरि एकपटक सम्झाएँ। तपाईँ आउँदै हुनुहुन्छ भने मुन्दुम पदमार्गको अद्भुत यात्रा, अद्भुत चाहिँ अलौकिक चाहिँ यहाँको दृश्य अवलोकन, यहाँको प्राकृतिक सुन्दरतादेखि लिएर यी विषय त तपाईँले हेर्न पाउनु नै हुनेछ। र एउटा तपाईँ हामीले सावधानी अपनाउनु पर्ने विषय चाहिँ अलिकति सुजहरूमा चाहिँ ट्रेकिङ सुज लगाउनु पर्ने रहेछ अथवा स्पोर्ट्स सुजहरू। र पानी चाहिँ हाम्रो नानीहरूले यसरी हाम्रो टोलीले सबैले गरेर नानी पानी देखाइदियो। र पानी चाहिँ हामीले अनिवार्य रूपमा चाहिँ थोरै भए पनि पानीलाई बचत गरेर राख्नुपर्ने रहेछ। र तपाईँहरूले पनि आउँदाखेरि सकिन्छ तातो पानी नभए पनि चिसो पानीलाई यसरी हाम्रो नानीहरूले जस्तै देखाइदियो एकताली नानी पानी ओके नाइस यसरी पानी चाहिँ थोरै भए पनि राख्दै र त्यसलाई चाहिँ सेवन गर्दै अगाडि बढ्नुपर्ने रहेछ। हस् धन्यवाद। ओके हामी अहिले चाहिँ ठ्याक्कै रावाधाप आइपुगेका छौँ। यो रावाधापमा आइपुगेर हाम्रो यहाँ तल अलि तलतिर साथीहरू चाहिँ खाना बनाइरहनु भएको छ। यहाँ असाध्यै एउटा पुरानो हाम्रो रैथाने प्रविधि भकारी भन्नुभयो दाजु, भकारी बुन्दै हुनुहुँदो रहेछ। मैले दाजुलाई एकछिन यसो कैद गरेँ। वास्तवमा यो एउटा हाम्रो परम्परागत रूपमा चाहिँ भकारी होइन धान मकैहरू राख्नुदेखि लिएर अन्नपातलाई राख्नलाई प्रयोग गरिने एउटा चाहिँ सामग्री। अब यो हजुरले खास यसबाट के बनाउने योजना गर्नुभएको छ? ए पानी भकारी ए हजुर हो हजुरको यसलाई चाहिँ के अरे बर्खे भन्छ होइन दाजु? यो यस्तो गोठलाई बर्खे भनेको बर्खामै हजुरले गाई गोरु राख्नुहुन्छ। त्यस कारणले गर्दाखेरि अब यो बर्खामा उहाँहरूले आफ्नो चाहिँ गाईबस्तुहरू चौरीहरू गोठहरू राख्नुपर्ने हुने भएको हिसाबले बर्खे भनेर यसको नाम बर्खामा राख्ने भएको बर्खे भनेर भनिन्छ। अहिले चाहिँ अब घाँस यता उना भएकोलाई उदो झार्नुभयो होला हजुर। बेसी कता लानु भएको छ यति बेला? ए सुङदेल हो यता खोटाङ। हस् दाजु धेरै धन्यवाद छ हजुरलाई। हजुरको शुभ नाम? ए हजुर कुन राई पर्नुभयो? कोही हो ए ल हस् धेरै धन्यवाद दाजु। ल सेवा हस्। यो आजको हाम्रो चाहिँ खानामा यो चाहिँ राखेको सिकुटी यो यसरी छ। अब यो मुला मिसाएर
बनाउँदैछौँ हाम्रो टिम 28 जनाको टिम यतापट्टि हाम्रो खाना होइन सर यो अर्ग्यानिक खाना यहाँ गङ्गा मिस भाइ काजी सर कित्लीमा भात पाक्दैछ यता तलतिरपट्टि हाम्रो भाइहरू हाम्रो यहाँ के पाक्छ भाइ हो सिकुडी राँगाको सिकुडी याद छ त्यसो छ त्यस कारणले गर्दा हाम्रो टोली एकदमै यो रावाधापमा आएर चाहिँ अब खाना पकाउनेमा एकदम व्यस्तता छ हाम्रो साथीहरू आइसक्नु भएको छ यता खटिरहनु भएको छ यता नानीहरू फेरि हामी यो के सागको नानी हो केला सागलाई साफसफाइ गरेको नानीहरूले एकदम अर्ग्यानिक साग र हामी यो सबै खाएर अझ हामी बेलुका पुग्ने चाहिँ हामी कुलुपङ्खा पुग्दैछौँ कुलुपङ्खा भनेको चाहिँ हामी यहाँबाट म तपाईँहरूलाई देखाउने कोसिस गर्छु धेरै पर नै हो लगभग यो भागतिर गएर हामी आज बास बस्नुपर्ने योजना भएको हिसाबले हाम्रो डेस्टिनेसन यहाँ छ र भोलि हामी त्यहाँ साल्पाधाम र त्यस पछाडि माथि गएर चाहिँ साल्पा सिलिछोसम्म चढ्ने योजना हाम्रो चाहिँ छ र अहिलेसम्म हाम्रो 28 जनाको टोली असाध्यै चाहिँ स्वतस्फूर्त रूपमा एकदम चाहिँ सबैलाई सकुशल रूपमा हामी यात्रा गरिरहेको कुरा गरिरहेका छौँ र यतापट्टि हामीलाई हिमालहरूले स्वागत गरिरहेको देखिन सकिन्छ ओके हाम्रो यो अन्डा खाने टोली होइन त के छ ठिक छ अन्डा टोलीले यता खाँदैछ अब हाम्रो यता फेरि अर्को टोली रेडी भएको छ भोक लागेको छ ओके ल रेडी ल आऊ तिमीहरू पनि आऊ अब हामी आजको खाना अलिक ढिलो भएको छ प्राविधिक हिसाबले तर असाध्यै मिठो गरी चाहिँ खानेकुरा मान्दैछ अलिकति हावाले अलिक दुःख दियो होइन राजेन सर धेरै दुःख दियो यहाँ राजेन सर यता केही छ यसो तपाईँको भनाइ यसो प्रतिक्रिया फ्यान्टास्टिक छ हाम्रो एकदम रमाइलो वनभोज स्टाइलले वनभोज सहित छ होइन सिकुडी सहित छ ओके यो चाहिँ रायाको अर्ग्यानिक सिकुडी है भुसुरोडा अब यो एकदमसँगले चाहिँ यो अब उम्लिन लागिरहेछ अब यसलाई गरेर चाहिँ ठ्याक्क नानीहरूलाई सर्भ गरेर अलिकति बच्चाहरूमा क्यालोरी थप गराएर आज हामी जाँदैछ कुलुपङ्खा होइन सर प्रहलाद सर अब अहिलेसम्मको समन्वय सबै सरले गरिरहनु भएको छ कुलुपङ्खा गएर बस्ने अब हो आज कुलुपङ्खाभन्दा एक स्टेप अगाडि जाने योजना छ हाम्रो त्यसो भएको हिसाबले गर्दाखेरि पारी अध्यक्षजी एकदमै फेरि एकदमै चाहिँ खुसियाली साथ एउटा चाहिँ अबका भरेको योजनालाई गरिरहनु भएको छ उहाँले अलिकति यसो खाना पनि लिइसक्नु भएको छ अध्यक्ष अब हामी आजको जुन अब डेस्टिनेसन छ पुग्नलाई अब हाम्रो योजना हामी खाना खाजा पछाडि त तयार छौँ होइन एकदम हामी अब तयारी छौँ हो वास्तवमा भोलि त धान्य पूर्णिमाको दिन पनि पवित्र दिन हो स्योर एकदमै हस् तपाईँ हामी जोडिरहनेछौँ अब अहिलेको अलिकति सिनारी पनि तपाईँहरूलाई देखाएँ हामी जाने ठाउँमा चाहिँ अहिले लगभग फेरि कुहिरोले ढाकिसकेको छ हामी जानेछौँ यतापट्टिको भाग हो